आज चाहिँ हामी 2 वर्षपछि फेरि अनि मेरो श्रीमानको मामा घर जाँदैछौँ। अनि राति भइसकेको छ अनि बाबुहरू स्कुलबाट आएर अनि मात्रै हामी हिँडेका छौँ। अनि दसैँमा हामी कहीँ पनि जानु पाएन अनि धेरै ठुलो पानी परेको कारणले गर्दाखेरि अनि यहाँ चाहिँ मेरो बाबु सुतिरहेको छ। मेरो सानो छोरा गाडी चढेको निद्रा लाग्छ। सामु सामु आज कहाँ जान लाग्यो तिमी? मामा घर। अझ यार भइसक्यो है। मामा घर कि बुढो मामा घर? बुढो मामा घर। बुढो मामा घर जान लाग्यो तिमी? पुन्टुर यहाँ कस्तो मजाले सुतिरहेको छ। त्यो सबैजना फाइनली हामी आइपुगेको छ तर बाटो नचिनेको कारणले गर्दाखेरि मेरो श्रीमान बाटो खोज्नतर्फ लागिरहनु भएको छ। हजुर फाइनली हामी चाहिँ मामा घर आइसकेको छौँ अनि यहाँ चाहिँ क्युटी पप्पी रहेछ अनि मेरो छोराहरू पप्पीसँग खेल्दैछ अनि पप्पी पनि साह्रै राम्रो रहेछ। चेरी नाम गरेको पप्पी। खाँदैन नदेऊ स्याउ छोरालाई पप्पी भने चाहिँ असाध्यै मनपर्छ। स्याउ खान खोजिरहेको छ। स्याउ त खाँदैन। अनि स्याउ लिएर मजाले खाँदैछ। अनि बिहानी समय भइसकेको छ अनि यहाँको भ्यू कति राम्रो देखेको कारणले गर्दाखेरि मैले भिडियो खिचेँ। मेरो बाबुहरू चाहिँ ब्रेकफास्ट खाँदैछ। फाइनली हामी चाहिँ फर्क्यौँ। तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।